खास भाषा कर्णाली होइन, खासमा हो कर्णाली। खास भाषा कर्णाली होइन, खासमा हो कर्णाली। बसाई सराई गरिकन गाउँ भइ गया खाली। बसाई सराई गरिकन कृष्ण दाईको देउडा गीत अन्तिमसम्म हेर्या। कृष्ण दाईको देउडा गीत अन्तिमसम्म हेर्या। कृष्ण दाई को हो भनी राम्रोसँग चिन्या। कृष्ण दाई को हो भनी राम्रोसँग चिन्या। नमस्कार नमस्कार, कालीकोट खबरमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। म छु पवन शाही। तपाईहरुमाझमा आज एउटा भिडियो लिएर उपस्थित भइसकेका छौँ। कालीकोटका कृष्णराज धमलाले सुर्खेतको एउटा कार्यक्रममा देउडा टुक्का गाएको भिडियो लिएर उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा गर्न भने नबिर्सनुहोला। चरणका लागि सागर भाइलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। खास भाषा कर्णाली होइन, खासमा हो कर्णाली। खास भाषा कर्णाली होइन, खासमा हो कर्णाली। बसाई सराई गरिकन गाउँ भइ गया खाली। बसाई सराई गरिकन गाउँ भइ गया खाली। कर्णाली बनाउने कारण आपसकै हो गाली। कर्णाली नबन्ने कारण आपसकै हो गाली। कर्णाली बनाउन लागौं नयाँ पाइला चाली। फुलका जरा काट्नेहरू बगैँचाका माली। फुलका जरा काट्नेहरू बगैँचाका माली। कर्णालीका कुडा गर्न आइपुगे हामफाली। कर्णालीका कुडा गर्न आइपुगे हामफाली। यसपछि हामी नृत्यलाई जोड्छौं। नृत्य सुर्खेत बुलबुले जाउँला नाचौँला झाब्रेको तालैमा। यो गीतका लागि माया अझै थपिने भयो कविराज गिरीको। माया अझै थपिने भयो कविराज गिरीको। आजै माया नमार्दिनु आशा छ फेरिको। आजै माया नमार्दिनु आशा छ फेरिको। म गया नभन्नु होला कैकुना छिरिगो। म गया नभन्नु होला कैकुना छिरिगो। पिर्ती पनि छोडी गयो गुण पनि तिरिगो। पिर्ती पनि छोडी गयो गुण पनि तिरिगो। कोकिल कण्ठ सुनाइकन हृदय चिरिगो। कोकिल कण्ठ सुनाइकन हृदय चिरिगो। मैले कविराज गिरीलाई यति बाहेक अरू केही भन्न सकिनँ। धेरै धेरै धन्यवाद। अब यसपछि हामीसँग एकजनाको मात्रै गीत जो रेलको बाटो भनेर अहिले बहुत 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 चर्चित छ। साँच्चै कर्णालीका नागरिकहरूले जिइरहेको जिन्दगी यहाँ आएर भाषण गर्नेहरूलाई त्यति मतलब छैन। त्यो गीत त्यसैले पनि हिट भएको हो। कर्णालीका बस्तीहरू गाउँहरू ती दूरदराजहरूका वास्तविक कथाहरूलाई कतिले सुन्नुहुन्छ, ओल्लो कानले सुन्नुहुन्छ, पल्लो कानले फाल्नुहुन्छ। तर यो गीतले त्यसलाई प्रतिनिधित्व गरेको छ। कर्णाली उत्सवको नाउँमा भएका छौँ भेला। मलाई माधव फान्चौरी मेरो पुरानो जुम्ला बस्ताखेरिको मित्र हुनुहुन्छ। उहाँले बीचबीचमा दुई चारवटा गीत भन्नुपर्ने भन्नुभएको छ। त्यसैले मैले यो प्रयास गरेको छु। कर्णाली उत्सवको नाउँमा भएका छौँ भेला। जनले भाषा जन्माइदियो उही खस भाषा हेला। जनले भाषा जन्माइदियो उही खस भाषा हेला। म पनि अरूलाई ओक्तो पढेपछि फेला। म पनि अरूलाई ओक्तो पढेपछि फेला। पाहुना आया छारो झाडे बेला न कुबेला। पाहुना आया छारो झाडे बेला न कुबेला। अरू खेलाइ पास भएको मकन नखेला। अरू खेलाइ पास भएको मकन नखेला। कहिले चेला गुरु हुँदा कहिले गुरु चेला। कहिले चेला गुरु हुँदा कहिले गुरु चेला। सरकारकै आरीले काट्यो समृद्धिको बेला। सरकारकै आरीले काट्यो समृद्धिको बेला। केही नौलो हुन्छ कि भनी सबै भयौँ भेला। केही नौलो हुन्छ कि भनी सबै भयौँ भेला। आजभोलि बिराइ नभया गाजो काट्ने मेला। कहिले भन्दो मन ताती राख कहिले भन्दो सेला। कहिले भन्दो मन ताती राख कहिले भन्दो सेला। चिनियाका कर्णालीलाई के भनी चिनाउनु। चिनियाका कर्णालीलाई के भनी चिनाउनु। कि माया कोलाउँदो राख्नु कि घाँटी छिनाउनु। कर्णालीमा उब्जिएको अर्गानिक किनाउनु। कर्णालीमा उब्जिएको अर्गानिक किनाउनु। कर्णाली हुँदा लाज भइगो घिनाउनु। कर्णाली हुँदा लाज भइगो घिनाउनु। इतिहास मेटाउने होइन इतिहास रच्ने हो। इतिहास मेटाउने होइन इतिहास रच्ने हो। अमर कीर्ति राखेपछि मर्यापै बच्ने हो। उही ठाउँ र मिलाउनु पर्दो जै ठाउँ र जच्ने हो। उही ठाउँ र मिलाउनु पर्दो जै ठाउँ र जच्ने हो। के अर्थले गीत गाउने हो, के बाजा बज्ने हो, के खाया पै ओखाल्ने हो, के खाया पच्ने हो, के खाया पै ओखाल्ने हो, के खाया पच्ने हो। अहिले एउटा गीत थपेँ। बौद्धिक वर्ग घरिएका जान्ने हरिएका।
बौद्धिक वर्ग घरियाका जान्ने हरियाका साँगुडो बाटोमा भेटी जान्ने करियाका उदारा सुनेका कुरा जान्ने खरियाका उदारा सुनेका कुरा जान्ने खरियाका उदाहरण दिनु पर्यो आफै गरिएका अघि नारायण सरले दिए जस्तै उदाहरण दिनु पर्यो आफै गरिएका भेडा चाङ्ग्रा बिक्री हुन्छन् पाटन चरिएका बुलबुलेमा भेटिएका देशभर छरिएका बुलबुलेमा भेटिएका देशभर छरिएका नजिक नजानेहरू डोको बरिएका हामी त डोको सबैसँग काम गर्छौँ नजिक नजानेहरू डोको बरिएका बुलबुलेमा भेटिएका देशभर छरिएका कहिले दिन उदाउने हुन्न कठै भरिएका कहिले दिन उदाउने हुन्न कठै भरिएका गहना साबिती भया जिउँदै मरिएका खस भाषाका कारण अद्दा बसाइ सरिएका खस भाषाका कुरा अद्दा बसाइ सरिएका आज मेरा काखैती आया उहिल्यै हरिएका आज मेरा काखैती आया उहिल्यै हरिएका अहिले यति मात्रै भने म प्रकाशजीलाई आफ्नो प्रस्तुतिका लागि मञ्चमा आइदिनका लागि अनुरोध गर्दछु र त्यसको ट्र्याक छ कि के छ त्यसका लागि प्राविधिक टिमलाई त्यो सहयोग गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु रेलाको बाटो र उहाँको आज एउटा छुक 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 भन्ने आजै बजारमा आउने भन्ने कुरा सुनिएको छ त्यो कुरा उहाँले नै जानकारी दिनुहोला हस् थ्याङ्क यू कृष्णराज धमला दाईलाई यो साँझ पखको चिसो मौसमको न्यानो साङ्गीतिक अभिवादन अघि मैले जति रहनु पर्ने भइसके अब यो गीत पनि खासमा रहने नै हो तर नरुनु होला थ्याङ्क यू सो मच माथि माथि लेकैमा चौरी खर्का राखेको त्यही खर्कमा भेट्न मलाई मायालुले डाकेको हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा जो जहाँ जस्तो अवस्थामा रहे पनि जुन धर्म जुन भाषाको भए पनि हामी नेपाली हो नेपाली हो नेपाली हो जय देश जय देश जय देश हस् थ्याङ्क यू सो मच
सूर्य बनी उदयको सूरज पण्डित नाउँ हो। सूर्य बनी उदयको सूरज पण्डित नाउँ हो। जुम्ला जिल्ला जन्मिएको माला भिड गाउँ हो। जुम्ला जिल्ला जन्मिएको माला भिड गाउँ हो। मकन पियारो लाग्दो म बसेको ठाउँ हो। मकन पियारो लाग्दो म बसेको ठाउँ हो। दौडी राख सूरज पण्डित दुःख पाउने पाउ हो। दौडी राख सूरज पण्डित दुःख पाउने पाउ हो। सबैले गर्दिनु माया कर्णालीकै भाउ हो। सबैले गर्दिनु माया कर्णालीकै भाउ हो। मैले सूरज पण्डितका लागि यति मात्रै भने। म यो मञ्चमा बोलिरहँदा करिब मेरो 80-90 भन्दा बढी मैले लेखेका गीतहरू रेकर्ड भएका छन्। टिकापुनदेखि विभिन्न गजल भजन लगायतका देउडा छन्। म प्रयास गर्छु कविराज भाइ र सूरज पण्डितको आवाजमा पनि ती गीतहरू आउन् भन्ने लाग्छ। अरूको आश जाग्यो होला मेरो आश मरिगो। अरूको आश जाग्यो होला मेरो आश मरिगो। खसभाषा सत्यनाश अरी पाश्चात्य भरिगो। आफन्तले डाँडो काटी परायो घरिगो। आफन्तले डाँडो काटी परायो घरिगो। विकृतिको बोट उम्र्यो र मायाजाल हरिगो। विकृतिको बोट उम्र्यो र मायाजाल हरिगो। बुकी फुल काँप फुल्ने छियो पाटनै चरिगो। बुकी फुल काँपुग्ने थियो पाटनै चरिगो। अहिले यति मात्रै भने। खुसी भई फर्किनु होला सबै सहभागी। जिन्दगी कसरी चलाऊँ सधैँ मागी मागी। कर्णालीको विकास गरौँ सबैजना जागी। भर पर्नु त बेकारै हो आशा मात्रै जागी। भर पर्नु त बेकारै हो आशा मात्रै जागी। देउडा गीत सुनिदिनु भयो खुसी लागेको छ। अब केही नौलो काम होला आशा जागेको छ। सुख निकट आएपछि दुःख भागेको छ। खसभाषा र कर्णालीले निकास मागेको छ। खसभाषा र कर्णालीले निकास माग्नेको छ। यति भन्दै बिदा हुन्छु सबलाई नमस्कार छ। यति भन्दै बिदा हुन्छु सबलाई नमस्कार छ। कर्णालीका कुडा भया आज नौलो तार छ। सुख पाउन समृद्धि ल्याउन खुकुरीको धार छ। सजिलो त छैन हजुर। सुख पाउन समृद्धि ल्याउन खुकुरीको धार छ। आत्तु भन्दै ओजेल परे बढी बोले बार छ। आत्तु भन्दै ओजेल परे बढी बोले बार छ। यति भन्दै यो अवसरका लागि धन्यवाद। अबको यहाँ सहभागी भइदिनु भएको सबैलाई धन्यवाद दिँदै यहाँहरूको थप उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै यो माइक्रोफोन म प्रिय भाइ तिलक भाइलाई